मच्छनारायण मेलामा अहिले मेलामा 3 वर्षको मेलामा मेलामा यसो चट्ट भिडियो बनाइदिएको चत्तर गाइस हामी चाहिँ दर्शन गर्न आएको यहाँतिर चाहिँ यति धेरै मेलाहरू लागेको छ एकदम रमाइलो गाइस तपाईँहरू नि घुम्न आउनु चाहिँ यहाँनिर भर्खर पुग्दैछौँ यहाँ चाहिँ पोतेमाला छ गाइस यहाँ होइन हामीले अस्ति नै आउँदा टिका लाख है यस्तो छ सम्पूर्ण परिवारको सुस्वास्थ्य साथीको कामना गर्दै मध्यनारायण पुस्तकमा लगेर सबैको कल्याण गरौँ जय हो साथै धेरै भिड छ यसैगरी चौबारबाट पाल्नुहुने पृथ्वी मबाट यस भजनमण्डलको सुपा सहयोग प्राप्त भएको छ उहाँहरूको सम्पूर्ण परिवारको यहाँनिर धुपहरू किनेर अब बाल्नको लागि रेडी भइसकेको छ मेन मन्दिरमा चाहिँ एकदम भिड छ अनि हामी चाहिँ त्यहाँ जाँदैनौँ यहाँ बाहिरै धुपहरू बाल्छौँ अनि फर्किन्छौँ उहाँको सम्पूर्ण परिवारको सुस्वास्थ्य दीर्घायुको कामना गर्दै मध्यनारायण पुस्तकमा भगवानले रक्षा गरून् कल्याण भगवानले रक्षा गरून् कल्याण गरून् होस् मङ्गल होस् शुभ रहोस् त्यसै गरी भूमिको मङ्गल होस् पाल्नुहुने विष्णु पुराण गुरुबाट यस भजन मण्डलमा रु 505 रुपियाँ सहयोग स्वरूप हामीले चाहिँ यहाँनिर चाहिँ यस्तो धेरै भिड छ यहीँदेखि लाइन छ अनि त्यही भएर हामी चाहिँ यहाँ बाहिर नै धुपबत्तीहरू बालेर अनि यतातिर यहाँनिर चाहिँ यस्तो धेरै मान्छे सबैजना आउनु होला हामी पनि आइसक्यौँ आज हामी पनि यहाँ नजिकै भएर कति दिनमा आएको जय हो जय शुद्ध लौ भगवान् रक्षा गर अब चाहिँ हामी घुम्दैछौँ यतातिर एकदम रमाइलो भइरहेको छ हामीलाई चाहिँ अझ दिउँसो अझै भिड हुन्छ है ए सुत्ता जल हो यो यता सुत्ता जल होइन भाइ हामीले टिका लगायौँ तपाईँको यो भिन्दै रहेछ यस्तो झरेर हामीले चाहिँ टिका लगायौँ अनि यता घुम्दैछौँ फोटो पनि खिचिसक्यो अब हामी यताबाट घुम्दै जान्छौँ यहाँ चाहिँ एकदम भिड छ अनि त्यही भएर हामीलाई चाहिँ भिडियो गर्न नि गाह्रो भइरहेको छ साउन्ड पनि डिस्टर्ब पाइरहेको होला चस्मा लाउनु पर्यो राम्री हुनु पर्यो मान्छेको हामी चाहिँ यतातिर दर्शन गरेर डुलिरहेको छौँ अब हामी यहाँबाट डुल्दै घर जानु चाहिँ यहाँनिर डुल्दै यो मन पर्यो अनि यसमा चाहिँ धुप राखेर यहाँनिर बाल्ने अनि हामीले चाहिँ यो किनेर बालेपछि बस्न आउँछ कति राम्रो यहाँभित्र चाहिँ यस्तो छ यहाँनिर चाहिँ धुप राख्ने अनि यहाँनिर चाहिँ बाल्ने अनि यो चाहिँ लक लगाउने तपाईँहरूलाई यो मन पर्यो चाहिन्छ भने हामीसँग सम्पर्क तपाईँहरूलाई पनि चाहिएको छ भने चाहिँ यहाँ मच्छे गाउँको मेलामा पाउन सक्नुहुन्छ एकदम राम्रो